हेलो साथीहरू, आज म तपाईहरुलाई यो फ्रेम कसरी फिट गर्ने भन्ने बारेमा तपाईहरुलाई देखाउन गइरहेको छु। सबै सामानहरू यसरी भुइँमा राखेर नटहरू पातलो छुटे पार्नुस्। त्यसपछि यो चाहिँ जुन इन्ची देखेको हुन्छ त्यसलाई चाहिँ त्यो भित्रपट्टि पारेर त्यो यु बोल्टो यसरी कस्नुस्। कसिसकेपछि त्यो यसरी ठाडो पारेर राख्ने। अनि यो पछाडिपट्टि दुईटा हुन्छ, दुई साइडमा पछाडिपट्टि नि यसरी यु बोल्टोमा पहिला त्यो राखेर यसरी टाइट गर्नुस्। त्यहाँ इन्ची लेखा हुन्छ, त्यो चाहिँ दुवै भित्रपट्टि पार्नुस् है। अनि किनकि त्यसले चाहिँ फल्याक कति बाक्लो निकाल्ने भनेर हामीले त्यो तलमाथि सार्न सक्छौँ त्यो इन्ची हेरेर। अनि यो साइडको यसरी बीचमा नट राखेर दुई छेउमा यसरी टाइट गर्नुहोस्, किनकि बीचमा ह्यान्डल राख्नुपर्छ, त्यसैले त्यो नट राख्नुपर्छ बीचमा। त्यो नट चाहिँ त्यत्तिकै जाँदैन, एक साइडबाट त्यसरी घुसार्नुपर्छ, यसरी घुसार्नुपर्छ। बीचमा चाहिँ एउटा नट राख्नुपर्छ, किनकि त्यो त्यहाँ ह्यान्डल मिसिनमा एउटा हात र ह्यान्डलमा एउटा हात राखेर चाहिँ धकेल्नु पर्ने हुन्छ। त्यही भएर यो बीचको लागि चाहिँ यो सानो पाइप हुन्छ, अनि त्यहाँ एउटा पाता हुन्छ, त्यसरी पाता माथि राखेर त्यो पाइपमा पनि नट राखेर अनि दायाँ बायाँ दुईटै पाइपमा दुईटा नट, उतापट्टि पनि दुईटै पाइपमा दुईटा नट राखेर एकपट्टि चाहिँ ह्यान्डल राखेर टाइट गर्नुहोस्। एकपट्टि चाहिँ नट मात्रै टाइट गर्ने, एकपट्टि चाहिँ यस्तो समाउने ह्यान्डल राखेर टाइट गर्नुपर्छ यसरी। अनि त्यसपछि एकपट्टि हातमा चाहिँ मिसिन हुन्छ, एकपट्टि हातमा चाहिँ ह्यान्डल ठेल्नुपर्छ दुईतिर। अनि तपाईँ कति बाक्लो फल्याक निकाल्ने त्यो पनि तलमाथि सार्न मिल्छ। यो ह्यान्डल चाहिँ फ्रेम चाहिँ दायाँ बायाँ नहोस् भनेर बटम मिलाउनको लागि यो पाइप कुसारेर चाहिँ फ्रेमलाई टाइट गरिन्छ। त्यसमा दुईटा नट हुन्छ, त्यो एकपट्टि चाहिँ सिधा राख्नुपर्छ, मिसिन भएकोपट्टि चाहिँ सिधा हुनुपर्छ, लामो छोटो निस्किनु हुँदैन। उतापट्टि चाहिँ अब पातापट्टि चाहिँ सिधा नभए पनि यो चाहिँ मिसिन राख्ने त्यो बायाँ हातपट्टि चाहिँ एकदम सिधा लेभल मिलाएर राख्नुपर्छ। यता चाहिँ त्यो पाइप राखेर बटमलाई टाइट गर्ने हो। सानो स्क्रु हुन्छ, यसरी टाइट भइसकेपछि चाहिँ अब हामी यतापट्टि चाहिँ सिधा हुनको लागि त्यो अलि लामो भएको छ, त्यसलाई चाहिँ घटाउँदैछ, किनकि मिसिनलाई त्यहाँ भेट्छ भनेर। जहाँ चाहिँ हामी बायाँ साइडमा मिसिन राख्छौँ त्यसलाई चाहिँ लेभल मिलाउनुपर्छ, किनकि मिसिनले नछुओस् भनेर त्यो पाइपलाई यता धकेलेर त्यहाँ चाहिँ लेभल सिधा पार्दैछ। त्यसरी सिधा भइसकेपछि चाहिँ वेस्ट मिसिन र यसको ग्याप हुँदैन, सँगै टाँसिन्छ, मिसिनसँगै टाँसिन्छ। जसले गर्दाखेरि चाहिँ फल्याक अलिक ठुलो निकाल्न हामीलाई मद्दत गर्छ, नत्र ग्याप सानो हुन्छ अनि फल्याक सानो आउँछ है। त्यतापट्टि लेभल मिलाउनु त्यसरी। अनि हामी अब यो करिब तयार भएको छ। अब यसलाई त्यो तलपट्टि पाता चेप्नुको लागि चाहिँ यो तल्लोपट्टि राख्ने गरिन्छ। त्यो जतापट्टि फर्केको छ त्यतैपट्टि माथिल्लो जता फर्केको छ तल्लो पनि त्यतै फर्काएर दुईटा नट हालिदिने। अनि त्यसले अहिले टाइट नगर्ने, पछि पाता हालिसकेपछि मात्रै टाइट गर्ने। अहिले त्यो अड्काएको मात्रै हो। अनि यतापट्टि गाइड बारपट्टि चाहिँ त्यो पनि त्यता पनि नि त्यो राखेर पाता टाइट गर्नुलाई त्यो राखेको हो। र त्यसलाई चाहिँ कभर पनि राख्नुपर्छ, त्यो नट मात्रै राखेर हुँदैन। त्यो पातालाई चाहिँ चेनबाट चाहिँ अरू चिजहरूलाई नलागोस् भनेर त्यो कभर, अरू चिजहरूले घाउ नबनाओस् भनेर त्यो कभर राखिन्छ। त्यसरी कभर राखिन्छ। एकतिर चाहिँ मेसिनपट्टि चाहिँ कभर हुँदैन, गाइड बारपट्टि चाहिँ कभर हुन्छ। अनि त्यो चाहिँ यसले पातालाई चेप्ने काम गर्छ। बीचको भाग चाहिँ अलि उठेको भाग हुन्छ, त्यसले चाहिँ पातालाई चेप्ने काम गर्छ। र पातालाई चेप्दाखेरि
पातालाई एकदम सेन्टरमा राख्नुपर्छ, चेनलाई छुनु हुँदैन। फेरि चेनलाई छुयो भने चेनको धार बिग्रिन्छ, काठ काट्ने ठाउँमा फेरि फलाम काट्न पुग्छ। त्यही भएर चेनले नछुनी गरेर यो मेसिन फिट गर्दाखेरि ट्याङ्की चाहिँ माथिपट्टि राख्नुपर्छ, माथिल्लोपट्टि भागमा ट्याङ्की राख्नुपर्छ। ट्याङ्कीको मुख माथिल्लोपट्टि फर्काउनुपर्छ, नत्र पेट्रोल पुग्छ। त्यही भएर यसरी स्टार्ट गर्ने र ट्याङ्की चाहिँ माथिल्लोपट्टि फर्काएपछि चाहिँ हामीलाई स्टार्ट गर्नु पनि सजिलो हुन्छ। यसरी फिट गर्न सकिन्छ। यो बीच भागमा पार्नुपर्छ, त्यो उठेको भाग जुन चेप्ने भागले चेनलाई चेप्नु भएन कि पातालाई मात्रै चेप्नु पर्यो। चेनलाई चाहिँ फ्री छोड्नुपर्छ, किनकि चेन घुम्नुपर्छ। त्यसैले सेन्टर भागमा पाताको सेन्टरमा पारेर हामीले त्यसलाई टाइट गर्नुपर्छ। यसरी पातालाई टाइट गरेपछि हामीलाई सजिलो हुन्छ काट्न। यसरी स्टार्ट गर्न सजिलो हुन्छ, पेट्रोल राख्नु पनि सजिलो हुन्छ। माथिल्लोपट्टि मेसिन फर्काएर चाहिँ